हाई एभ्रिवान, आज चाहिँ मैले फेरि यहाँ केही रोपेको भिडियो बनाएर हाल्दैछु। धेरैजनाले मलाई यस्तो यस्तो रोप्नु न बहिनी भनेर कमेन्ट हाल्नुभएको थियो। अनि यहाँ खाली ठाउँ पनि थियो, अनि म फेरि टाइममा यसो टाइम पास पनि हुन्छ भनेर यहाँ रोप्न थालेको छु। अनि मेरो भाइ पनि आएको थियो, अनि भाइ र म दुईजना झगडा गर्दै, मलाई फेरि भाइलाई देखेपछि एकदम अल्छी लाग्छ कि, अनि भाइलाई एकदम काम गराउन मन लाग्छ। म पहिल्यैदेखि यस्तै हो कि, भाइलाई देखेपछि है यति काम गराउँछु नि, अरूले पनि कति काम गराएको कि त्यो भाइलाई भन्नुहुन्छ कि। अनि मेरो भाइले फेरि रिसाई काम पनि गर्छ कि फेरि। अनि दुईजना झगडा गर्दै हामीले चाहिँ यहाँ काम गरिरहेको छौँ। अनि हजुरहरू पनि यस्तै हो कि आफ्नो दाइ भाइ देखेपछि अल्छी लाग्ने, म मात्र यस्तो हो। मलाई चाहिँ एकदम अल्छी लाग्छ मेरो दाइ भाइहरूलाई देखेर। अनि यहाँ भाइ र म कराउँदै, भाइ चाहिँ हाँसेछ। मैले चाहिँ धनियाँ रोपेको थिएँ नछरेर, अनि भाइले चाहिँ हाँसेर कति जानेको होला हो तैँले सब्जीहरू रोप्न पनि भन्दै हाँस्दै खनिरहेको छ। अनि मैले चाहिँ रोपिरहेको छु। मैले चाहिँ यहाँ धनियाँ अनि मुला अनि गाजर साग रोपेको छु। अनि धेरैजनाले मलाई आलु कस्तो भयो बहिनी भनेर इनबक्समा नि मेसेज गर्नुभएको थियो, कमेन्ट नि हाल्नुभएको थियो। मैले चाहिँ मेरो आलुको भिडियो चाहिँ 1-2 दिनमा देखाउने छु। मैले चाहिँ फलिसकेपछि देखाउँछु भनेको, तर धेरैले मेसेज गरेको भएर छिट्टै हाल्दैछु। बाई बाई, थ्याङ्क यू फर वाचिङ एभ्रिवान।